येले बुङ्दे रथ जात्रा व्यवस्थापन यागु सम्बन्ध बृहत सल बुझ्या चुकुदु महानगरीय प्रहरी शेखर कुनाजीले पनि आसननको लागि जिल्ला कार्यालय ललितपुरका बहादुर बुढाथोकी सरले पनि जबसभासियले आइतबाजुको सल मुज्या तुक्सिया जात्रा व्यवस्थापन यातकया प्रतिनिधि सभा सांसद प्रेम बहादुर महर्जन यला महानगरपालिका प्रमुख चिरीबाबु महर्जन ललितपुरिया प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ गुटी संस्थान ललितपुरिया प्रमुख वैकुण्ठ आचार्य जबसमाज यलय नाय तीर्थलाल महर्जन वरिष्ठ नोकु सन्तमान महर्जन द्वितीय नोकु लिसे जात्रा व्यवस्थापन समिति कजी मोहन व्यञ्जनकार दैवज्ञ ज्योतिष कीर्ति किरण जोशी 32 पानेजु संज्ञा नाय यज्ञरत्न साक्य लगायत थथगु धारणा तयादिगु ख आजभन्दा 1500 वर्ष लिच्छवी कालदेखि यो जात्रा सुरु भएको हामीले पाउँछौँ। त्यति बेलादेखि यो रथ जात्रा 32 हात लामो भनिन्छ र यसको पाङ्ग्रा पनि यसको सर्कमफरेन्स पनि 32 हातकै भन्ने यसमा हरेक फर्मुलामा यो रथ निर्माण गरिन्छ र यसमा भनिन्छ 100 भन्दा बेसी प्रकारको काठहरू पनि यहाँ युज गरिन्छ भन्ने हामीले सुन्नमा आएको छ। यसमा जापु समाज मात्र होइन, यसमा रथ निर्माता युवा गाउँको बाराई र हाम्रो सुरक्षा निकायहरूलाई पनि हाम्रो जापु समाजमा कयौं पटक बोलाएर हामी बैठक बसेर यस जात्रालाई कसरी सभ्य र भव्य रूपमा मनाउन सकिन्छ भनेर हामीले धेरै पटक हाम्रो हलमा कहिले यहाँ हामीले बैठक बस्दै यो जात्रा सम्पन्न गर्दै आएका थियौँ र आज पनि यसलाई यो जात्रा एउटा यस्तो जात्रा हो, यो जात्रामा यो मच्छिन्द्रनाथ जसलाई बुद्धिस्टहरूले चाहिँ लोकेश्वर भन्छ, यो जात्रा बुद्धिस्ट एज वेल एज हिन्दूहरूले पनि त्यत्तिकै रेस्पेक्ट रूपमा मनाउँछ र यस रथ यात्रा यो रथ निर्माण पनि असाध्यै आफ्नै मौलिक प्रकारको छ। यसमा कुनै किलाहरू प्रयोग नगरिकन कुनै फलामको तारहरू युज नगरिकन आफ्नै मौलिक तरिकाले यो निर्माण गरेको पाउँछौँ। त्यसो भएको हुनाले यो जात्रामा केवल एउटा जातको मात्र नभई यसमा हरेक जात जातिहरूलाई जिम्मेवारी पनि दिइरहेको छ र ती जात जातिहरूले सबै मिलेर यो जात्रा भव्य र सभ्य रूपमा मनाउँदै आएको छ। जात्रामा सबैको महत्त्वपूर्ण भूमिका गरिसकेको आन्तरिक जात्रा व्यवस्थापन अन्तर्गत आजसम्म हामीले व्यवस्थापन सम्बन्धी केही कार्यहरूको विषयमा तपाईँहरूलाई जानकारी गराउँदछु। सबभन्दा पहिला त यो गुङ्गत्यो आन्तरिक जात्रा व्यवस्थापन अन्तर्गत 4 वटा जात्रा व्यवस्थापन समिति छन्। उज्जलबाट गावासम्म गावा जात्रा व्यवस्थापन समिति, त्यसमा टोल 9 वटा टोल अनि कतिवटा नाकाहरू छन्। ढिमे बजाउने एउटा टिममा कतिजना हुन्छन्, स्वयंसेवक कतिजना छन् र कुन क्षेत्रमा कुन विषयवस्तु अनुसार चाहिँ के कतिजना छन् भन्ने कुरा सबै हामीले चाहिँ यहाँ विषयवस्तु दिएका छौँ। त्यही अनुसार चाहिँ तपाईँहरूको हातमा दिएकोमा सबै कुराहरू तपाईँ पाउनुहुनेछ। हुन त यो इन्स्पेक्टर साहबहरूले चाहिँ अस्ति हामी शुक्रबार सँगै बसेको बेलामा हामी उहाँलाई हामी पुर्याइदिन्छौँ। त्यसपछि 27 गते रथारोहण भइसकेपछि 29 गते रथ यात्रा शुभारम्भ हुन्छ अनि त्यसपछि गावाल पुगेपछि 29 गते गावाल, 30 गते गावालबाट मङ्गल बजारसम्म पुर्याउने। त्यो चाहिँ कोसुका गुङ्गत्यो जात्रा व्यवस्थापन समिति भन्ने छन्, 11 वटा टोल सम्मिलित छन् त्यसमा। त्यो चाहिँ 29 गते 30 गते त्यहाँ पुगेपछि 31 गते मङ्गल बजारबाट सुन्दारा पुर्याउने अनि 1 गते एक दिन पूजा हुन्छ, त्यो चाहिँ त्यहीँ रोकिन्छ, टान्दैन। अनि 2 गते सुन्दाराबाट चाबालसम्म पुर्याउने, चक्रगढ पनि भन्छ। अनि 3 गते लौन खेल, त्यसपछि 4 गते एक दिन भोबी पूजाआजा गर्ने, त्यसपछि 5 गते स्वेदभू अनि 6 गते भुजिया भन्छ। अब त्यो पनि तान्दैन, त्यो चाहिँ नर्वल खसाउने दिन हुन्छ। अस्ति ललितपुर महानगरपालिकामा बैठक बस्दाखेरि हाम्रो ललितपुर महानगरपालिका प्रमुखज्यूले हामीलाई जानकारी दिनुभएको अनुसार चाहिँ
त्यो दिन चाहिँ यो क्षेत्रमा सार्वजनिक बिदा दिने भन्ने कुरा उहाँहरूबाट निर्णय भइसकेको कुरा हामीलाई जानकारी दिनुभएको थियो। त्यो चाहिँ 6 गते कथन कदाचित रस चाहिँ के भएन भने चाहिँ यो तालिका अनुसार चाहिँ के फरक पर्दैन, त्यहाँसम्म आनन्दले हामी पुर्याउँछौँ। त्यसपछि 7 गते एकल महिला भुजिया हुन्छ, एकमिसा भुजिया भनेको एकल महिलाले तान्ने, त्यो चाहिँ 7 गते बिहान 5 बजे रस तान्ने, त्यो दौनखेलको इटी जुन जहाँ छ त्यहाँबाट तानेर चोकमा ल्याउने, चौबाटोमा ल्याएर बिहान पकाउँछ। त्यो चाहिँ त्यहाँ राखिसकेपछि करिब 1.5 महिना जति त्यहाँ राखिसकेपछि बल्ल चाहिँ अनि जबसम्म तान्ने हुन्छ। यसरी चाहिँ हामीले व्यवस्थापन गरेका छौँ। हामी छोडियौँ। त्यही अनुसार चाहिँ 16 गतेदेखि यमलाहरूले बिलको काम सुरु भयो। त्यही अब हामीहरूले चाहिँ 15 गते काम गर्दा हाम्रो 12 जना घाइते हुनुभयो। अनि अब त्यहाँबाट सुमेरु लगेर सुमेरुबाट पनि उपचार हुन नसकेर पाटना हस्पिटल लगेर आइसियुमा राखेर उपचार भइरहेछ। अनि चाहिँ त्यसको जानकारी हामीले चाहिँ स्टेट फन्डमा हाम्रो मेयर साहब अनि हाम्रो गुरुस्थानको यो ललितपुर शाखा अनि सिलो साहब जस्तो लाग्छ मलाई। त्यहाँबाट वर्षेनी त्यो 50,000 राख्ने जस्तो त्यो कुरा अब त्यो थियो, त्यो चाहिँ के भयो, त्यो चाहिँ जानकारी पाऊँ। किनभने यसपालि चाहिँ अब हाम्रो भर्खर पार्टनर हो हामी जसमा उहाँ मार्फत चाहिँ सम्प्रेषण होस् होइन। यो समाचार जब तिथि टुटु हुन्छ त्यतिखेर चाहिँ अलिकति अनुमान गर्ने कार्य हो। त्यसले भन्नाले हामी दिनमा नभइकन तिथिमा लिन्छौँ। त्यसले भन्नाले चतुर्थीको महत्त्व छ। त्यसकारण चाहिँ परम्परा पनि हाम्रो पुरानो पात्रहरू सबै यी कुराहरू छन्। अघि पनि म यहाँ बस्दा एकजना साथीले फोन गरेर ल्याउनु भयो मलाई, तपाईँहरूको हाम्रो चाहिँ पहिला के अरे शेखर कोइराला हो कि समथिङ चाहिँ हाम्रो सिडिओ साहब छँदाखेरि त्यतिखेर पनि ज्यापु समाजकै हलमा बसेर हामीले चाहिँ 4औं दिनमा चाहिँ तानेको रेकर्ड छ। त्यो कुरा चाहिँ फरक हुनु हुँदैन भनेर मलाई चाहिँ फोन गर्नुभएको थियो होइन। त्यही भएर अब हाम्रो परम्परा के छ भन्दाखेरि अघि हाम्रो ज्योति सरले भन्नुभयो, अब हामीले मान्ने भनेको के त भन्दाखेरि यहाँ त अब सबै विज्ञ अघि पनि सुरक्षाको लागि त्यो एरियामा चाहिँ अब यो सिसिटिभीको कुराहरू पनि अब मेयर साहबले अलिकति त्यो कुराहरू चाहिँ हेरेर त्यो कुरा अलिकति भयो भनेदेखि त्यसको सेक्युरिटीको हिसाबबाट त्यसलाई चाहिँ अब म्यानेज गर्ने कुरामा कुन बेला कता के हुन्छ त्यो भन्न सकिन्न होइन। त्यो कुरालाई पछि अब विभिन्न किसिमको अब एक्सन पनि लिनुपर्छ। त्यसले सिसिटिभी चाहिँ सेतु महेन्द्रनाथको त्यो रथ जात्रामा जुन त्यो चाहिँ विमान खटमा बसेर जसले फाइट गर्यो त्यो चाहिँ नेपालीहरूको निमित्त लज्जास्पद कुरा हो। त्यो चाहिँ साह्रै नै घिनलाग्दो, साह्रै नै मतलब चाहिँ मतलब इज्जती जाने जुन त्यो फाइट अहिले चाहिँ सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेछ। हेर्नु पनि धेरै नै हेरिसकेछ। अहिले पाङ्ग्रा पार्टीको कुरा निस्क्यो। मलाई जहाँसम्म लाग्छ यो पाङ्ग्रा पार्टीलाई चाहिँ अहिलेको यथास्थितिमा राख्नु चाहिँ हुँदैन। मैले अस्ति जति म 4 दिनमा जाँदाखेरि हेरेको थिएँ। अब त्यो काम लाग्ने पाङ्ग्रा सबैभन्दा भित्र छ, काम नलाग्ने थोत्रै पाङ्ग्राहरू चाहिँ बाहिर छन्। भनेपछि मुख्य पाङ्ग्रा निकाल्नलाई त गाह्रो पर्ने भयो। तसर्थ मुख्य पाङ्ग्रा अहिले नयाँ बनाइएको छ, त्यसलाई चाहिँ एकदमै घाम पानीले नबिग्रिनु गरिकन राख्नुपर्छ र त्यसको व्यवस्थापनको लागि महानगरले के गर्नुपर्छ तपाईँहरू भन्नुहोस्, म चाहिँ सहयोग गर्छु है। हाम्रो उडियामाले अहिले निवेशन खोलेको छ। कमिसन सके कमिसन हामी जात्रा व्यवस्थापनको सम्बन्धमा जुन खालको तयारी सुरुदेखि
को तयारीको व्यवस्थापन सम्बन्धी कुरा भएको छ। त्यसले यो जात्रा अत्यन्त आनन्दपूर्वक सम्पन्न हुनेछ भन्ने कुरामा हामीले आशा दिनुपर्छ र धेरै कुराहरू जो रथ यात्रा जसले रथ निर्माण गरिरहेको छ र चिठीमिठीको कुराहरू छन् र अझ जात्रा व्यवस्थापनमा व्यवस्थित गर्ने र मेयर साहबकै भनाइमा पनि यसलाई चाहिँ नि अन्तर्राष्ट्रियकरण समेत गरेर जाने कुराहरूमा अत्यन्त सकारात्मक कुराहरू आएका छन्। यो एकदम स्वागतयोग्य कुरा हो। तर मूलत राज्यको हिसाबमा यो जात्रालाई अति महत्त्वपूर्ण रूपमा लिएको पाइन्छ। किनभने भन्दा यस्तो ठुलो जात्राहरू जस्तै चैत्र वैशाखभित्रमा काठमाडौँ उपत्यकामा विशेषतया नेवार कम्युनिटीभित्र यस्ता जात्रा पर्वहरू सुरु हुने गर्दछ र चैतदेखि सुरु भइसकेको थुप्रै ठाउँहरू हामीले ललितपुर मात्र नभई काठमाडौँ, भक्तपुर र विशेषतया कीर्तिपुर लगायत यो पाटनभित्र जुन अब लास्टमा जुन खालको एउटा रातो मछिन्द्रनाथको रथ यात्रा हुन्छ, यो रथ यात्रामा विशेषतया विगतको धेरै वर्ष पहिलेदेखि यो राज्यमा शासन गर्ने राज परिवारले पनि यो रथलाई चाहिँ अत्यन्त महत्त्वका साथ लिने गरेको हामी सबैले इतिहासमा पाएका छौँ। आज यो हाम्रो मछिन्द्रनाथ दुगुन्डे जात्रा र सभ्य र भव्य सम्पन्न गर्नुको लागि धेरै कुराहरू हामीले मिटिङमा गरियो। तर जब यो चाहिँ मतलब जात्रा आउनु अगाडि नै हाम्रो मेयर साहब चिरबाबु महर्जन थियो र हाम्रो शिव साहब एसएफ साहब हाम्रो चाहिँ भुटिका साहब लगायत धेरै चाहिँ चिन्ता लिनुभएको थियो। उहाँले चाहिँ कहिले के हुने भन्ने चाहिँ मतलब हरेक कुराहरूमा चाहिँ उहाँले चाहिँ मतलब कहिलेदेखि सुरु हुन्छ, कहिले गर्ने, मिटिङ कहिले राख्ने, जात्रा सफल गर्नलाई के गर्नुपर्ने भन्ने हाम्रो शिव साहबले पनि धेरै चाहिँ चिन्ता लिनुभएको छ। हुन त हाम्रो मेयर साहबले त उहाँले अवगति छ, हाम्रो एसएस साहब उहाँ पनि हाम्रो आफ्नो रेठानी भएकोले उहाँलाई पनि त यो जात्रा सफल होला भने त उहाँलाई पनि अवगति भए तापनि उहाँले चाहिँ धेरै चिन्ता लिनुभएको छ।